ललितपुर चेम्बर अफ कमर्स सोकगु साधारण सभा हंगुदु ललितपुर चेम्बर नाय पुष्परत्न साके नाय सुई सोकगु साधारण सभा ज्याजो येले शनिबार गुखा ज्याजो या उलेज्या उपप्रधान दिसे भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठ यानाति गुखा ज्याजोले उप प्रधानमन्त्री श्रेष्ठ तुरा देशे खनेदुगु आर्थिक संकट या त गुलिफु उली याक्न जेंके सरकार याक्न हेतु ज्याजो हेगु थाइदिल हामी सबैलाई थाहा छ अहिलेको राष्ट्रको मुख्य कार्यभार भनेको नेपालमा सामाजिक आर्थिक रूपान्तरण गर्नु हो समृद्ध देश बनाउनु हो त्यो समृद्धिको प्रतिफल आम जनताले भोग गर्न गर्ने गरी उपभोग गर्न पाउनु गरी नयाँ प्रकारको समृद्धि देशमा स्थापित गर्नु छ हासिल गर्नु छ वेकल सरकारले मु उद्देश्य देया त गुकथा समृद्धि यागु पाखे हे जुगु धासे सामाजिक न्याय लागिन जनता अनुभूति यागु कथा तुठा देशे खनेदुको समस्या समाधान याना न्याउने मागुली भव्य दिल त्यस दिशामा अगाडि बढ्ने कुरामा सरकार प्रतिबद्ध छ सरकारको एकनिष्ठ उद्देश्य नै अहिले सामाजिक न्याय सहितको समृद्धिको लक्ष्य हासिल गर्नु हो तर हामीले यो भनेको धेरै भयो त्यस कारणले र अहिले अर्थतन्त्रमा केही समस्याहरू गम्भीर प्रकृतिकै देखा परेको कारणले गर्दाखेरि यो भन्ने कुरा र गर्ने कुराको बीचको अन्तरलाई मेटाउनु अहिलेको पहिलो आवश्यकता हो अहिले हामीले अहिले देखा परेका समस्याहरू समाधान गरेर नै अर्थतन्त्रलाई चलायमान गतिमान र यसले समृद्धिको दिशामा त्यसलाई लैजाने गरी हामीले काम गर्नु छ ज्याजोले ललितपुर चेम्बर अध्यक्ष पुष्परत्न साक्य कोरोना महामारी लिपा खनेदुगो आर्थिक संकट तत्वको बैंक ब्याज दर या समस्या कृषि क्षेत्र या संरक्षण पर्यटन विकास कला व संस्कृति प्रवर्धन औद्योगिक ग्राम सञ्चालन हस्तकलाजन्य सामग्री या प्रवर्धन निर्यात व कर व्यवस्था मार्फत सहजीकरण थयागु व्यवसाय क्षेत्र या समस्या बारे सरकारले ध्यानकर्षण यानादि गुखा कोभिडको कारण अझै प्रभाव परेको पर्यटक हस्तकला र निर्यात योग्य वस्तुको निकासी प्रवर्धनको लागि आवश्यक प्रोत्साहन र अनुदानको नगद व्यवस्था गर्नुपर्ने 2 नम्बर विकसित देशले निर्यात गर्ने सुविधा जीएसटी हाम्रो मुलुकमा लागू गराउन आवश्यक व्यवस्था गराइएको हो 3 नम्बर मुलुक सङ्घीय प्रणालीमा गएसँगै आर्थिक र वित्तीय गतिविधिहरू सङ्घीय प्रदेश र स्थानीय तहको प्राथमिकता परेका छन् देशको समग्र आर्थिक विकासको लागि सरकार र निजी क्षेत्र रगतको 2 पाङ्ग्रा भएको हुनाले रगत राम्रोसित गुणाई गन्तव्यमा पुग्न उत्पादनदेखि वितरणसम्म औद्योगिकरणदेखि रोजगार वृद्धि गर्नु र निकासी एवं व्यापार अभिवृद्धि गर्न हामी जस्ता निजी क्षेत्र ललितपुर चेम्बरसँग सहकारी गर्न अनुरोध गर्छु ज्याजोले प्रतिनिधि सभा सदस्य प्रेम महर्जन डाक्टर तोसीमा कार्कीलिसे प्रदेश सभा सदस्य प्रेम भक्त महर्जन ललितपुर जिल्ला प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्ल लगायत ललितपुर चेम्बर या त भिन्तुना देशना दिगो ख र हामी सधैँ ललितपुर उद्योग व्यापारसँग ललितपुर चेम्बर र अझ थुप्रै हाम्रो वस्तुको सङ्घहरू थुप्रै छौँ हामी सबै मिलेर साँच्चै उत्पादनका सामानहरूलाई हामी आफै प्रयोग गरौँ र उत्पादन योग्य जमिन उत्पादन योग्य कारखाना उत्पादन योग्य मजदुरहरूलाई सबैलाई हामीले रोजगार पनि दिने उत्पादन हामीले बढाउने र हाम्रो उत्पादनलाई हामीले नै जोड दिएर जाने र हामीले उपभोग गर्ने कुरालाई चाहिँ नीति र नाराको रूपमा हामीले चाहिँ अगाडि ल्याउन सक्यौँ भने हाम्रो ठाउँ राम्रो हुँदै जान्छ र हाम्रो अवस्था पनि राम्रो हुन्छ त्यसैले पनि हाम्रा यी कुराहरूमा ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ Given this opportunity to attend this event र हाम्रो देशलाई अर्थको हिसाबले अब आर्थिक क्रान्ति आवश्यक छ हरेक नागरिकले अनुभूत गर्ने गरिकन उहाँहरूले आफ्नो आधारभूत आवश्यकताहरू स्वास्थ्य शिक्षा रोजगारी हैन यस्ता आवश्यकताहरू चाहिँ आफ्नै स्वावलम्बी भइकन आफै आत्मनिर्भर भइकन देशभित्रै देशकै स्रोत साधन उपयोग गरेर देशभित्रै विभिन्न हाम्रा उपभोग गरिने वस्तुहरू उत्पादन गरेर देशलाई आत्मनिर्भर बनाउनु पर्ने अर्को ठुलो अभियान छ यसमा हामी सम्पूर्णको हातेमालो जरुरी छ भन्न चाहन्छु जुन कोभिडबाट थलिएको हाम्रो यो आर्थिक अहिले झन् ओह्रालोतिर लागिरहेको छ र हामीले देखिरहेका छौँ अहिले तरलताको नाममा विभिन्न बाइकहरूले चाहिँ जुन खालको 2 डिजिटमा तिर्नै नसक्ने एउटा औद्योगिक व्यवसायको तर्फबाट तिर्नै नसक्ने जुन खालको
एउटा ब्याज वितरण गरेको छ। मलाई लाग्छ उद्योग व्यवसाय साथमा चाहिँ साह्रै चाहिँ त्यसलाई अप्ठ्यारो परिरहेको छ। त्यसकारण चाहिँ नीतिगत ढङ्गबाट कसरी त्यो हामी 1 डिजिटमा ल्याउने, तपाईँको जुन खालको लोन लिनुभएको छ त्यसलाई कसरी 1 डिजिटमा ल्याउने भन्ने खालको कुराहरूमा अघि हाम्रो प्रमुख अतिथिले भन्नुभयो जस्तै यी खालका देशलाई चाहिँ समृद्ध बनाउनेतिर अलिकति बिटिएका कुराहरूमा छलफल हुनु आवश्यक छ। चेम्बर अफ कमर्सको तेस्रो वार्षिक साधारण सभाको सफलताको कामना गर्न चाहन्छु। उद्यमीहरूको छाता सङ्गठन यसले पक्कै पनि मुलुकको समृद्धिसँग यसका कामहरू अगाडि बढ्नेछन् भन्ने नै शुभकामना व्यक्त गर्न चाहन्छु। र सँगसँगै हाम्रा कामका लागि हामी जिल्लामा शान्ति सुरक्षा लगायतका विषयवस्तु र विकास निर्माण र उद्योग आम नागरिकको उपभोक्ताको अधिकारका विषयसँग जोडिँदै जाँदा हामीले चेम्बर अफ कमर्ससँग पनि सहकारी गरिरहेका छौँ। लामो समयदेखि विपद लगायतका अवस्थामा पनि हामी सहकारी गरिरहेका छौँ। त्यो खालको सहकारिता भोलिका दिनमा पनि रहनेछ भन्ने अपेक्षा गर्न चाहन्छु। यो कला र संस्कृतिले भरिपूर यो ललितपुरलाई पक्कै पनि यहाँको एउटा चाहिँ स्थानीय रूपमा जुन किसिमको हस्तकला विभिन्न कलात्मक कुराहरू छन् यसलाई चाहिँ यो ललितपुर चेम्बर ललितपुरवासीले प्रवर्धन र निर्यात गर्यो भनेदेखि हामीले चाहिँ एउटा जुन मुलुकले व्यापार घाटा भोगिरहेछौँ यो ललितपुरवासीले अलिकति मेहनत र चाहिँ व्यवस्थित गरेर तपाईँको एउटा ब्रान्डिङ गर्ने लोगो बनाउने र चाहिँ त्यस्तो सहकारीमा चाहिँ परम्परागत रूपमै चलेकोलाई अलिकति एउटा चिठी मिलाएर होइन एउटा चाहिँ व्यवस्थित गरेर निर्यात प्रवर्धन गर्नुपर्छ भन्ने कुरा म राख्न चाहन्छु।